हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई पनि स्वागत छ। हजुर पनि सन्चै आरामै हुनुला। म पनि एकदमै आरामै छु। सो म चाहिँ धेरैको भिडियो बनाउँदैछु। हल्का त्यस्तै बिजी पनि थिएँ, भ्याउँदै पनि भ्याएन भिडियो बनाउन। सो अब चाहिँ निरन्तर भिडियो आउने छ। सो गाइज आज चाहिँ म यसरी जाँदैछु हैन, साथीको एउटा हैन सानो इन्टरभ्यू हैन, उहाँ तिनको एउटा सानो कला छ भनेको थिएँ हैन, त्यस कारणले उनको इन्टरभ्यू कला कस्तो हुन्छ के कस्तो लाग्छ अनि त्यसमा हेर्नुला र यसरी स्टार्ट गर्दैछु। सो गाइज हैन यहाँ चाहिँ मेरो सरस्वती माता हैन, यता बुकुहरू छन् हैन डन्न। सो गाइज म सरस्वती मातालाई यस्तो ढोक्छु के टक्क हैन ढोकिकन जानुपर्छ ल सरस्वती मातालाई चाहिँ। अब चाहिँ म रेडी भइसकेको छु कोठादेखि चाहिँ हैन। यो हाम्रो कोठा चाहिँ यस्तो छ, किचन यता हैन यस्तो हो। सो गाइज म चाहिँ हैन रेडी भइसकेँ। मेरो चाहिँ एउटा प्यारो फ्लावर्स छ हैन, फ्लावर्स देख्न सक्नुहुन्छ। तिहार नआए पनि कस्तो छ, कति बबाल छ नि, बबाल फ्लावर्स देखाइयो हैन। यसरी चाहिँ अब जान्छु गाइज। ल स्टार्ट भएको मेरो भिडियो चाहिँ हैन। र अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नुलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुला। सो गाइज चोकमा आइसकेको छु, देख्न सक्नुहुन्छ हैन चोक हैन, हेर्न सक्नुहुन्छ तपाईँहरूले चोक बबाल रहेको छ हैन। यो देख्न सक्नुहुन्छ सिन हैन। यहाँनिर चाहिँ एउटा सुपर मार्केट छ बबाल टाइपको हैन, यो देख्न सक्नुहुन्छ हैन तपाईँहरूले। यसरी जाँदैछु म त यहाँ चोकमा आइसकेको छु गाइज हैन। चोकतिर हिँड्दैछु कि म यस्तो चिलमा आएको हेर्नुहोस्, यहाँ होटल बबाल छ। पक्कै गर्लफ्रेन्ड नबनायो भने एक दिन साइडले ल्याएर त खाने हो यो होटलमा। हेर्नुहोस् गाइज हैन, यस्तो बबाल छ यो ठाउँ हैन। त्यस गाइज रमाइलो भइरह। यता हेर्नुहोस् अगाडिपट्टिको सिन पनि देखाउने छु म। यो चाहिँ हामी चाहिँ यो बिबी चोकनिर जाँदैछु म हैन। बिबी चोकबाट चाहिँ सिधै साथी पनि भेट हुनेछ हैन। फाइनली म चाहिँ हैन यहाँ चाहिँ बिबी चोकमा आइसकेको छु हैन। यता देख्न सक्नुहुन्छ यताको सिन चाहिँ यस्तो रहेको छ हैन। यो गाइज म चाहिँ साथी पनि जाँदैछु हैन। यहाँबाट चाहिँ सिधै ट्राफिक आउनु भने हैन। यो चाहिँ बिबी चोकै गाइज हैन। सो तपाईँहरूले देख्नु भइरहेको बिबी चोक हो। यो चाहिँ यहाँ एउटा रोदी घर पनि छ, तपाईँहरू आउनु सक्नुहुन्छ। साँझमा नै बबाल टाइपको छ हैन। यहाँ चाहिँ साँझो रोदी घर हुन्छ, तल छ यो माथिल्लो पडालमा चाहिँ बाइक छ, तल चाहिँ रोदी घर हुन्छ हैन। तपाईँहरू आउनु सक्नुहुन्छ गाइज। त्यही हो हैन। म चाहिँ रङ साइड आएको छु, सो राइट साइड जानेछु अब चाहिँ हैन। गाइज त्यही हो हाम्रो घोराइको माहौल छ, यस्तो छ घोराइको सिन देख्न सक्नुहुन्छ हैन। यहाँ चाहिँ अगाडिहरू बसहरू आएको छ नि, बस बसमै चिल हो क्या फेरि। ए माइ गड हेर्नुहोस् त रङ साइड आएको छु नि, त्यस कारणले राइट साइड जाँदैछु क्या अब। ए हेर्नुहुन्छ बसमा आएको छ अरे, बस कत्रो छ यार कसम। हेर्नु त चिल हो क्या फेरि होइन, चिलमा गाइज यस्तो। हेलो हेलो गाइज कता कता तपाईँहरू यता कि यता हेर्नुहोस्, यता यता होइन ट्राफिक चोक आइसकेको छु होइन। त्यो मान्छे चाहिँ मेरो साथी चाहिँ आएको छैनन् होइन। हेर्नुहोस् कि ड्राइभरले पुरै धुलो मट्याङ भइकन पुरै टिप्परमा चिलमा अघि हिँडिदिरहेको होइन। यहाँ दाइले टिप्पर चलाएर आइरहनु भयो होइन। मेरो माइकमा चाहिँ धेरै आवाज आइरहेको होला होइन, खत्राङ कुद्रुङको खै के भइरहेको हेर्नुहोस् गाइज होइन। यो चाहिँ म फाइनल्ली अनि ट्राफिक चोकमा आइसकेको छु, देख्न सक्नुहुन्छ होइन। त्यो घोडैमा जानेछु म, डाइरेक्ट घोडैमा जानेछु। हेर्नुहोस् है घोडामा देखाउँदैछु तपाईँहरूलाई होइन। यो घोडा देखाउँछु कि यो ट्राफिक चोकै गाइज होइन। फाइनली यता चाहिँ मुर्कुटी जाने बाटो छ, यता चाहिँ होइन बङ्गलादेश जाने होइन। यतातिर चाहिँ यस्तो छ होइन, यो देख्न सक्नुहुन्छ घोडा होइन। यो गाइज हाम्रो यहाँ ट्राफिक चोक भन्छ यसलाई खास गरी। पारिदेखि स्कुटी आइरहेको छ क्या साइड गर्नको लागि होइन। म चाहिँ यस्तरी जानेछु यतापट्टि होइन, किनभने चाहिँ यो रङ साइड बिजुचाड हिँड्यो भने त मार्छ यार गाइज मार्छ। ट्राफिक लाग्यो देख्न सक्नुहुन्छ है, हेरिरहेको छ है दाइले पट्कल्छ फेरि कानमा। यो बिरगञ्ज जानु लाग्यो, बुटोल जानु लाग्यो बस होइन। हामी हेरेको फेरि ट्राफिक दाइले देख्न सक्नुहुन्छ बिराउनु भएको छ होइन। आज मेरो हल्का होइन यस्तो डर पनि लागिरहेको कि खै किन यार डर लागिरहेको, धेरैको मोबाइल छोपेर होला कि होइन, अस्मै डर लाग्यो क्या गाइज फेरि कसम गाइज होइन। डर लागिरहेको कि धेरैको भिडियो बनाइरहेको छु नि, अनि त्यसको हात पनि छोप्न कामिरहेको होइन, त्यसको डर लागिरहेको कि एकदमै होइन। देख्न सक्नुहुन्छ होइन यता माहौल छन् होइन, शङ्कर होटल भन्छ गाइज यहाँनिर चाहिँ होइन। सो तपाईँहरू आउनुभयो होला होइन, कोही कोही त देख्नु भयो होला, कोही देख्नु भयो होला होइन। म चाहिँ तिनीसँग भेट हुन जाँदैछु होइन। कहाँनिर भेट हुन्छ हाम्रो भन्ने कुरा थाहा छैन होइन, तपाईँहरूलाई निश्चित देखाउने छु भिडियोमा होइन। त्यही हो गाइज, यसरी जाँदैछु म होइन। देख्न सक्नुहुन्छ यसरी जाँदैछु के गाइज। यता 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 हावा चाहिँ बेसरी चलेको कि त्यही भएर केही सुन्ने छैन होला सायद तपाईँ मेरो भोइस होइन। हेर्दै गर्नुहोस् गाइज। सो मेरो साथी चाहिँ यतातिर आइरहेको छैन, यता साइडतिर होइन। सो देख्न सक्नुहुन्छ तपाईँले होइन, म त्यसलाई देखाउने छु आइरहेको छ कि केही भनेको छैन, मैले चाहिँ लुक्छु होइन गाइज। सो देख्न सक्नुहुन्छ यतातिरको भ्यू होइन। म चाहिँ होइन यस्तो रेडी भइकन यस्तो भइकन आइसकेको छु कि होइन। केटो चाहिँ पछाडि हो ए गर्दैछन् कि होइन। सो मेरो चाहिँ यतातिर काम छ कि केटाहरू, फाइनल्ली केटो आयो। जो हाम्रो झिल्के एउटा हिरो आइसकेको छ होइन साथमा, देख्न सक्नुहुन्छ। हेलो गरिदिनु
या गाइज दिन सक्नुहुन्छ हाम्रो साथी आइसकेको छन् होइन यतातिर आज यस्तै भयो साथी इक्जामको कुरा छोडिदिउँ न यता हाम्रो यता भ्याउ कि त साइड यता साइड हो सो गाइज होइन केटोले हुटिङ गरिदिरहेको त्यहाँनिरबाट हेलो हेलो गरिदिरहेको थियो अघिदेखि मैले बालै नदिएको फेरि होइन साथी कता जाने भन्ने कुरा हाम्रो थाहा भइरहेको छैन नि त गाइज होइन सो हामी चाहिँ कतातिर चौरतिर जाने भन्ने हेरिरहेको छु होइन केटोहरू फेरि पारि बसिरहेन होइन चटपटी खानु जानेहरू त्यति साथी जानेर चटपटी खान्छु भन्नु जाने चौर चौर चाहिँ उतातिर उतैतिर छ अलि माथि जाउँ न पार्कमा जाने र पार्कमा त्यहाँको माहौल दिनुलाई त्यही हो गाइज होइन हामी चाहिँ सिधै लेस गो त्यहीँ घर बनाउने छौँ सो गाइज सबैलाई मेरो नमस्कार मेरो नाम दिपेन्द्र बुढाथोकी हो मेरो घर सल्यान पश्चिम सल्यान हो म चाहिँ अहिले दाङ घोराइमा बस्छु मैले चाहिँ एउटा गीत गाउन गइरहेको छु हजुरलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला मैले गीत गाउन सुरु गरिरहेको छु राम्रोसँग ध्यान दिएर सुनिदिनु होला टिप्यौ फुल डर छैन काढाको तिम्रै हुमा नसम्झ टाढाको मिरेको घाम मिरेको घाम लर्के जोबान तिम्रै हो राम राम डाटे मरिजाम डर छैन काढाको तिम्रै हुमा नसम्झ टाढाको मिरेको घाम मिरेको घाम लर्के जोबान तिम्रै हो राम राम डाटे मरिजाम सो होइन तिम्रो चाहिँ मिठो एकदमै मिठो लाग्यो स्वर सो अर्को पनि गीत आइदिउ त तिमीले होइन साथी हुन्छ चर्किएको ऐनासरी फुट्यो हाम्रो माया तिमीले घात गरेपछि टुट्यो हाम्रो माया चोखो माया गर्ने मेरो दिल तोडी गयो छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयो फोटो फिरमा कहिले मिलन कहिले बिछोड माया प्रेममा फोटो फिरमा सधैँ उस्तै नहुने यो माया प्रेममा सानो सानो घर छ मेरो सल्यान कुमाख गाउँमा गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा नामले पाको कामले पाको कामी दाइको छोरो ए नलाउ मया नखाम कसम नै मेरो मोरो साइली ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र ए साइली मसँगै जान्छौ र मैले छोको खान्छौ र सो तपाईँहरूलाई के कस्तो लाग्यो होइन त्यस्तै सल्लाह सुझाव दिन चाहिँ नभुल्नु होला गाइज होइन कमेन्ट त्यस्तै गरिदिनु होला राम्रो लागेमा राम्रो लाग्यो भनेर कमेन्ट गरिदिनु होला होइन लाइक गरिदिनु होला भिडियोलाई सेयर गर्दै गर्नु होला होइन सो नयाँ साथी जोडिनु भएको छ भने सब्सक्राइब गर्नु होला तिमीलाई के भन्नु छ साथी सबैजनाले मलाई सपोर्ट गर्नु होला मेरो गीत गाएको कस्तो लाग्यो त्यो कमेन्ट गरिदिनु होला यो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु होला सबैजना साथ सपोर्ट दिनु होला ल गाइज बाई बाई सबजनालाई होइन फेरि भेटौँला नेक्स्ट टाइम नेक्स्ट भिडियोमा होइन साथी बाई गरिदिनु ल बाई बाई।